So, hello guys, welcome back our new video. So आजको भिडियोमा चाहिँ हामी केएलसीसी भन्ने ठाउँ जाँदैछौँ। जस्ट हामी नाइट भ्यूको लागि चाहिँ त्यहाँ नाइट भ्यूको लागि चाहिँ एकदमै बवाल ठाउँ हो। जस्ट हामी चाहिँ नाइट भ्यूको लागि चाहिँ केएलसीसी जाँदैछौँ र म र मेरो साथी जाँदैछौँ टक्क। यहाँबाट हामी चाहिँ रेलमा कति मिनट लाग्छ भाइ? लगभग 15-20 मिनट पछिबाट हामी चाहिँ टक्क त्यहाँ पुग्छौँ। अहिले चाहिँ हामी चाहिँ निक्लेको त्यो टावर जस्ट पछाडिपट्टिबाट हो। केएलसीसी यहाँ मलेसियाको सबैभन्दा फेमस ठाउँ हो। फेमस पनि सबैभन्दा बेस्ट टुरिज्म एरिया पनि हो त्यो ठाउँ चाहिँ। अहिले जस्ट हामी नाइट भ्यूको लागि चाहिँ जान आँटेको गाइस। सो हामी चाहिँ यहाँ ट्रेन स्टेसन आएर जस्ट हामी चाहिँ अर्को ट्रेन चेन्ज गर्न आँटेको। हामी जस्ट आएर रेल रुम गएर छौँ। यहाँ म छु यहाँ तपाईँ मेरो साथी लाइभमा बसिरहेको छ। हामी चाहिँ यहाँ ट्रेन चेन्ज गर्नलाई हाम्रो रुममा बस्ने जुन रुमबाट आउने जुन ट्रेन छ त्यो ट्रेनको लाइन चाहिँ तपाईँले जाँदैन। जस्ट हामी चाहिँ अर्को ट्रेनमा जानुपर्ने हुन्छ। हामी चाहिँ उभिरहेको छ। जस्ट हामी 5 मिनट जति चाहिँ उभिएपछि हामी अर्को लाइनको ट्रेनमा जान्छौँ। त्यस ट्रेन चाहिँ यो साइडमा आउँछ। हामी चाहिँ केएलसीसीको जस्ट स्टेसन चाहिँ आइपुग्यो हामी रेलबाट चाहिँ। अब हामी यहाँबाट 10-15 मिनट हिँड्नुपर्ने हुन्छ। सो हामी चाहिँ फाइनल्ली आइपुगेको छौँ केएलसीसी है। हाम्रो थोरै अगाडि छ। जस मैले चाहिँ एकदम मजाले देखिरहेको छु यता पछाडिको साइड भ्यूबाट चाहिँ केएलसीसी दामी देखिरहेको छ यहाँनिर। यही टावर यो चाहिँ मलेसियाको एक जमानामा चाहिँ त्यसको चाहिँ अग्लो ट्विन टावर थियो र अहिले पनि ट्विन टावर मध्येमा चाहिँ अग्लो चाहिँ यही नै हो। मलेसियाको मेन टुरिज्म एरिया मध्येको चाहिँ यो पनि एक हो। जस्तै ठाउँ पुग्न आँट्यौँ। जस्ट हाम्रो रुमबाट चाहिँ यहाँ आउन धेरै टाइम चाहिँ लाग्दैन। तर हाम्रो चाहिँ के छ भने ट्रेन स्टेसन चाहिँ जस्ट चेन्ज गर्नुपर्ने हुन्छ। हामी एउटा लाइनबाट आयौँ त्यसपछि चेन्ज गरेर अर्को लाइनमा आउने हो। त्यसपछि स्टेसनबाट निक्लिएर थोरै हिँड्नुपर्छ। लगभग 15 मिनट जस्तो हिँडेपछि हामी चाहिँ ठ्याक्कै त्यो ठाउँ पुग्छौँ। नजाने चाहिँ त्यो ठाउँ वरिपरि मजाले घुम्नुपर्ने हुन्छ। नाइट भ्यू लिनुपर्ने हुन्छ। यहाँको चाहिँ दामी देखिरहेछ वरिपरि तिनटै टावर। सो गाइज हामी चाहिँ केएलसीसी फाइनली आइसकेको छु होइन। जस्तो यहाँको नाइट भ्यू चाहिँ एकदमै बवाल छ। यता हेर्न सक्नुहुन्छ एकदमै बवाल भ्यू छ। यहाँ धेरैजना साथमा म्युजिक पनि छ है। बवाल भ्यू छ वरिपरि एकदमै दामी भ्यू छ है। यस्तो दामी भ्यू छ है यहाँ। यो चाहिँ मलेसियाको क्यापिटल सिटीको भ्यू हो है। यो चाहिँ हो हामी यहाँको मेन टावर भनेपछि यही हो ट्विन टावर। वरिपरिको भ्यू हामी चाहिँ एउटा डाँडामा गएर भ्यू लिनुपर्ने हुन्छ। र मेरो माइकले चाहिँ धोका दिइसकेको छ किनभने चार्ज सकिसकेर चाहिँ। सो गाइज मलाई चाहिँ आज फेरि माइकले धोका दिइसकेको छु र अहिले चाहिँ म अब आफैले बोलेर बनाउँछु जस्ट माइक बिना नै। र हामी चाहिँ अघिदेखिको त्यो
जुन यो पानीहरूको आइरहेको थियो त्यो हामी चाहिँ जस्ट क्याप्चर गरिसकेर त्यसको वरिपरि घुमेर यता आइसकेको छौँ। यो साइडपट्टि चाहिँ यो साइडको ठ्याक्कै पछाडिको भ्यू चाहिँ यही नै हो। यस हाम्रो पछाडि देख्न सकिन्छ पछाडिको भ्यू यही नै हो। र हामी चाहिँ यो साइड वरिपरि घुम्न हामी 15-20 मिनट मजाले घुम्यौँ। आनन्द राम्रो छ, शीतल छ, जस शीतल हावा खाँदै खाँदै घुमिसक्यौँ वरिपरि। सो हामी चाहिँ अब यस अगाडिपट्टि चाहिँ यसको फोटोहरू मेन खिच्ने ठाउँ चाहिँ अगाडिपट्टि छ। त्यो ठाउँपट्टि गएर चाहिँ हामी फोटोहरू खिचेर चाहिँ त्यहाँनिर हामी चाहिँ हल्का रमाइलो गर्नुपर्ने हुन्छ। जस्तो हामी चाहिँ लगभग घुमिसक्यौँ यो साइडपट्टि चाहिँ। र घुमेअनुसारले मैले क्याप्चर पनि गरिसकेँ। जस्तो हाम्रो चाहिँ एक ठाउँ मात्रै बाँकी हो, त्यहीँ मात्रै बाँकी हो। र मेरो चाहिँ माइकले धोका दिएर चाहिँ अहिले चाहिँ म आफैले यसरी बनाउनु पर्ने बिजोग भइरहेछ। जस्तो मैले माइक पनि अर्डर गरिसकेको छु। जस्ट मेरो चाहिँ अब जस्ट नेक्स्ट विक आउँछ माइक। मैले DJI-को अर्डर गरिसकेको छु माइक चाहिँ। जस्ट सो हामी चाहिँ लगभग घुमेर सकिसकेको छौँ। मेरो साइडपट्टि चाहिँ जस्ट ठ्याक्कै मेरो पछाडिपट्टिको देख्न सक्नुहुन्छ भ्यू चाहिँ यही टावर हो। हामी घुम्न आएको चाहिँ जस्ट हामीले घुमिसक्यौँ। र घुमिसकेर चाहिँ अब हामी एउटा ठाउँ घुम्नलाई बाँकी छ। जस्ट हामी त्यो साइडपट्टि चाहिँ घुम्न जाने देख्न सक्नुहुन्छ। यसको वरिपरिको भ्यू यस्तो छ। यही टावर हो हामी यो ट्विन टावर, पेट्रोनस ट्विन टावर भन्छ टावरको नाम चाहिँ। र हामीले यो ठाउँपट्टि चाहिँ सबैतिर घुमेर सकिसकेको छौँ। र अब हामी चाहिँ फर्किने हो। र फर्किन चाहिँ हामीले जस्ट 15-20 मिनट हिँडेर चाहिँ ट्रेन स्टेसनै पुग्नुपर्ने हुन्छ। जुन बाटो हामी आएको थियौँ त्यही बाटो नै। यो भिडियो चाहिँ यति नै भन्नुपर्छ। र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र भिडियोलाई लाइक गरिदिनु होला। र च्यानल सब्सक्राइब पनि गरिदिनु होला। र आज चाहिँ हामीले चाहिँ लगभग यो साइडपट्टि चाहिँ मजाले घुमेर सक्यौँ। र हामीले डेमा आउँदा चाहिँ अझै राम्रो भ्यू पाउँछौँ। र म नेक्स्ट भिडियोमा चाहिँ डेमा आएर भिडियो बनाउने कोसिस गर्नेछु। जस्ट आजको चाहिँ यति नै। सी यू नेक्स्ट भिडियो। टाटा बाई बाई।